अहिले विश्वकप चलिरहेको छ। केही 100 वर्षभन्दा पहिला जो अर्जेन्टिना र नेपालको बिचमा खेल भएको भन्ने छ, यो तस्बिर छ, तपाईँले हेर्न सक्नुहुन्छ, जहाँ चाहिँ अर्जेन्टिनालाई नेपालले 10 गोल हानेको छ। यो कुनै फेक न्युज होइन, यो एकदम सही हो। जो चाहिँ अर्जेन्टिना र नेपालको बिचमा त्यति बेला खेल भएको थियो, त्यहाँ चाहिँ अर्जेन्टिनालाई 0-मा नेपालले हराएको थियो भने सोच्नुहोस् त। आज अर्जेन्टिना कहाँदेखि कहाँसम्म पुगिसक्यो, जहाँ चाहिँ विश्वकै चर्चित खेलाडी मेस्सी त्यहाँबाट उत्पादन भएको छ। अब नेपालको हालत हेर्नुहोस्, अहिले हामीलाई अहिले नेपालमा बसी खान पनि फुर्सद छैन कि, कति अप्ठ्यारो छ होइन। हामी कहाँसम्म पुग्यौँ र उनीहरू कहाँसम्म पुगे भन्ने कुरा यो इतिहासले नै बताउने कुरो हो। र पुर्खाहरूले जति मेहनत गरेका थिए, जति देशलाई उच्च राख्ने काम गरेका थिए, अब हाम्रो पुस्ताले हेरौँ नेपाल कस्तो अवस्थामा छ।